नचिट लगाइदिनु पर्छ ओइ आगे एउटै धर हेलो केटा हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ दसैँ अनि हाम्रो यहाँ चाहिँ पुरा रातभरि पानी परेर चिसै बाटो चिप्लै चिप्लो छ। अनि म चाहिँ अब नुहाएर बाख्रालाई दानासाना खुवाएर हजुरबुवा घर जाँदैछु। हजुरबुवा घर लगाउँछौँ हामी फेरि सबैजनाले टिका। अब यता खानासाना बनाएर अनि रेडी हुन आउने हो। घाम पनि लागिरहेको छैन। अब कस्तो हुन्छ यो चोटिको दसैँ। अब चाहिँ हामीहरू यहाँ आलुको अचार बनाउनलाई केराको बुङ्गा टिप्न जान लाग्छौँ। भुवन सर गइसकेको छ अनि म पनि जाँदैछु। सक्छिन्न एकछिन माथि माथि छ त्यो अब टिप्नु पनि गाह्रो छ उँचो मान्छेलाई। हाम्रो भुवन सर फेरि टिचर सहित गायक अनि त्यसैमा एक्टर पनि होइसिन्छ। एक्टर चाहिँ एकदम राम्रो होइसिन्छ किनभने आउँला देख्दैन केही कोरेन। कस्तो दामी देखिन्छ भुवन सर। कहाँ छ एउटा बुङ्गा चाहिँ यहाँनिर रहेछ। एउटा बानी भयो भयो गरेको 5 चाहिन्छ र के हो कुर्कानी? मैले 5वटा लिएछु र नाइन के हो कुर्कानी भने के मैले बुझेको छैन। यो कतिवटा लग्ने हो के हो? हाम्रो यहाँ केरामा त 5वटा घडी लगाइसकेको छ। एउटा मात्रै झार्ने हो। एउटा मैले हुन्न भने नि एउटा वहाँ पर छ भर्खर हुँदैछ त्यो त। हजुरको ढङ्ग त छैन खासै छैन त। एउटा यहाँनिर छ अर्को वहाँ पर छ अर्को वहाँ पर छ। हजुर भयो। कति झगडा परेको कि त्यहाँ परतिर उल्टा मिकी भुवन सरको ढुङ्गा बिचबाट गयो भने त अहिले भुवन सरको ढुङ्गा खासै छैन त। चुप लाग्छ काली हेरमै आइ साह्रो मेरोमा टाउकै मेरो पानी पस्यो। त्यही त मम्मीले अनि केरा त्यो खस्ला है भन्छु त्यो अघि न। मम्मी भुवन सरको ढङ्ग आएन छ। कस्तो फिल भइरहेछ हजुरलाई केराको बुङ्गा झार्न नसकेर? यताबाट हेर बिचबाट आउँछ कि त्यसरी बिचबाट आउँछ। यो यस्तो काठले लड्किने काठ छ नि। हजुरले बनाएको पनि कस्तो हो फेरि। घाम लाग्यो बिचबाट हुन्छ कि त्यस्तरी हुन्न। अनि बिचबाट आयो कि कस्तो दिमाग पनि गएर थुई अरु त अप्सन बोलेन। यो त टाइम ल्याप्स बनाउनु पर्दो रहेछ। अब मोटो सिरिङ भयो कस्तरी। मम्मी ए मम्मी एउटा केराको बुङ्गा झार्न सक्छेन भुवन सरले है। अहिले गाली खान्छु मैले अब एकछिनमा। कम्ती रिसिट रहेछ भुवन सर यता हेर्छ न।
क्यामेराको अगाडि नो भायोलेन्स। यता हेर्छ त मुख नदै पनि ह्यान्डसम भइसिन्छ साह्रो। काली भनेको मैले नसुने जस्तो गर्छु है। एउटा कोइन्चो बनाउने ढङ्ग छैन मेरो बुढाको। के भन्ने हो अब, भनेपछि अब फेरि गाली गर्छिन्छ, तैँले बना भन्छिन्छ, त्यही भएर नभन्ने। जनम जनम कपिराइट आउला फेरि। काम के भन्छिन्छ क्या, काम लागिसक्यो अब हामीहरू त। राति पानी पऱ्यो टेन्सन भएको थियो, बाटो चिप्लो छ, गाह्रो भएको थियो गाह्रो। हजुर हामीहरू अलि दुर्गम ठाउँमा बस्दैनौँ। हामीहरू त एकदम यो हाम्रो तुलसीपुरदेखि 500 किलोमिटर भित्र भन्ने। कति किलोमिटर छ होला थाहा यहाँ? 5-10 किलोमिटर, 7 किलोमिटर भित्र घोरबन्डा भन्ने ठाउँमा बस्छ। हामीले त फेरि यहाँदेखि आमामा सिन त फेरि यस्तो दामी ठाउँ छ। यो चाहिँ हाम्रो सानो सिंहदरबार हो। यो चाहिँ हाम्रो घर हो। भित्र डेकोरेसन त खतरा छ फेरि। हामी चाहिँ हाम्रो प्यारो देवर उत्तम योगीलाई धेरै मिस गरिराखेका छौँ। किनभने पछाडि लास्ट इयर हामीसँगै मनाएका थियौँ। त्यस पछाडि बाबु चाहिँ विदेश गइसक्यो। थारू प्लिज छोडिदियो, हुँदिस नखाम। आज अचार खाइएला जस्तो छैन। त्यस्तै नजानिसक्यो थाहा, त्यसो जानिएन हुन्छ। ओ गड, फाइनली है, फाइनली हाम्रो भुवन सरले एकदम सरको कला देखेर म इम्प्रेस भएँ। एउटा केराको बुङ्गा झार्नमा हाम्रो यहाँ फर्सी पनि छ। फर्सी देखाउँछ, कति धेरै फर्सी थियो त त्यहाँनिर। भुवन सरले फाइनली 10 मिनट पछाडि चाहिँ साडी सक्छ, काटेर सक्छ बुङ्गा। खुसी भइसक्यो। बाघ मारेर आ जस्तो कुरा गर्छन् अब मम्मीसँग कुरा पुरा बढाइ चढाइकन नि बाघै मारे जस्तो कुरा गर्न सिकौ। अब म यो बुङ्गा लगेर फेरि घर जान्छु। अनि त्यस पछाडि हुन्छ हाम्रो खानासाना, मासु सासु, अचार, सेलरोटी को रेसिपी भन्ने गरे बस्छ। आइन हेर बत्ती आउन पनि सक्छ फेरि। किन गरे आयो एक्कासी त्यस्तो, कस्तो राम्रो घाम लाग्यो पनि आजसम्म हो कि भोलिबाट हो पानी आउने? मामा घर जान सक्ने त गइ नै हुनु। स्यान्डन पनि आइसक्यो। म नगए 1 वर्ष भइसक्यो। बस पाइन्छ र? ओ यहाँ छ। यहाँ पनि देखाउनु, यहाँ पनि भिडियो ब्लग हो के ब्लग? यतातिरको बुट्टाहरू सबै उ भएछ।
यतातिरको बुढाहरू सबै ढल्किसक्यो हो यतातिरको बुढाहरू सबै ढल्क्या हो भन्छु हाम्रो अचारमा राख्नलाई खुर्सानी हामी बेबीलाई पनि देखाइदिँदैरहेको छु हाम्रो सबभन्दा कान्छो बाबु भन्ने कान्छो भन्ने हुन्थ्यो अब त नानी आइसक्यो नानी भइसक्यो कान्छी बाबुभरिमा चाहिँ कान्छो सिल्लरले भएन हाम्रो अचारको सामानहरू अलमोस्ट रेडी भइसकेको छ छोप त खतरा छ मेरो हाम्रो भाँगो पनि अन्टी ल्याइसियो अन्त यहाँ ल्याइसिन्छ यहाँ चाहिँ हाम्रो कान्छी आन्टी भइसिन्छ पुष्कर अङ्कलको बुढी यहाँ चाहिँ आत्माराम नि माइली आन्टी यहाँ मासु पकाइस बस्मै टेस्टी भएको मासु फेरि खुर्सानी पनि बस्छ पिरा बाख्रा आन्टीले यहाँ गराउँला चाहिँ हेर हे ट्याङ्की पट्याङ लुट भने कि गर छिटो चिटाका गर हो चिटाका गर छोरी गर छिटो गर छोरी छिटो गर बुर म त अब सबै खानासाना बनाएर रेडी पारेर आइसकेँ रेडी हुनलाई घरमा सबैजना रेडी भइसक्छ म मात्रै बाँकी छु अब म चाहिँ रेडी भएर जान लागिसकेँ घरको सबैजना गइसक्छु म त एकदम लेट भयो सबैजना गइसक्छ गाली गर्छ ढिला भइसक्यो गाइज अब गएर हजुरबुवाको घरतिरको देखाउँछु ल अब हाम्रो फोटो सेसन सकिसक्यो अब हामीहरू टिका लगाउन जाँदैछौँ मेरो अनुहार त देखा छ भन्ने यहाँ हिलै त्यही त मैले आन्न फोटो खिच्न भनेको थिएँ भइसक्यो क्या अब बसिङ अहिलेसम्म अब 53 लगायो भयो र भर्खर 51 भयो अब 2 मिनेट मेरो सिक्रेट सहित चल्छ दादा गीत नगाइसक्यो यहाँ कपिराइट आउला फेरि खिच्ने भन्नुभयो राके फोट मम्मी वो अब 1 मिनेट छ आज दसैँ हो नि त त्यही भएर लाग्यो म त हात काम्दै लगायो
यो त 12 वटा पिस थियो 129 रुपैयाँ अर्को सिम्पल वाला हजुर सिम्पल वाला त पाइया हैन सिम्पल वाला त उसले त्यसलाई 99 को 10 वटा छन् मसँग घर लगाउनु भएपछि हजुर ल भयो ल लाउन छिटो भयो भयो टिका लाम टिका अनि त्यहाँबाट लानु सिकाउनु के यसलाई इन्द्रलाई समात्नु पठाए हुनु मलाई जी गर्दियो जी गर्दियो ठुली गर्दिछि बेबी ठुली केलाई जी गर्ने खै म मिल्दैन पुरो फर्केन हैन लौ ज्ञानी भए बच्ची रहे जस्तो बोले कामकाज गर्ने एकदम त्यस्तै भए लेखे पढे ज्ञानी भए सबैको एकदम जनताको सेवा गरे है हास भन्छ न गरिकन पहिरहन्न अरू पनि होला अलिअलि आज भोलिबाटै गर्छु अलि लौ जमरा बिनी लगाऊ लौ जमरा बिनी लगाऊ लौ ठुली गर्दिछ माया देखे के माया ठुली गर्दिछ 12 बजे भित्र एकको थोरो सरो लगाइदिनु अनि त्यसो गरौँला हजुरआमाले ठुली गरिदिउ आमालाई दिनु आमालाई ठुली लौ लौ पैँची लौ जी गर्दियो मलाई ठुली ठुली ज्ञानी भए सबै फर्किनु न यता किन फर्किनु भएन यता फर्किँदै छिट सबलाई लगाइदिनु छिटो सबैलाई अलिअलि लगाइदिनु त सबैलाई अनि यो थोरो अनि पछि 12 बजे किन लाउने त अनि टाइम छ 12 बजे भित्र सबैलाई लगाइदिने ल कोट 55 को अझै 5 मिनेट छ पैसा पछि दिन लाग्यो पहिला ट्याप खुट्टो त टाइमकैसम्म डेलिभरी हुँदै रहेछ त सबैलाई 12 बजे किन लाउने लगाइदिनु हो 12 बजे भित्र सबैलाई लगाइदिए भयो र पैसा पछि दिन लाग्यो हजुरबा टिका लगाइदिनु न त अनि टिका लगाइदिनु टिका मात्र लगाइदिनु के हैन पैसा पछि दिन लाग्यो पैसा पछि दिन लाग्यो कोले पैसा म त आयो भने हजुर भएले अब त्यो त उम्मै छ बस्नु न अब के हुनु आइज कहाँ बस्नु भयो लगाइदिछु अब यहाँ बस्छ क्या यो 12 बजे भित्र सबैलाई लगाइदिने अनि बस्छ आइज आइज बस्छ गुड मर्निङ बस्छ क्या बस यो मत्तीको लगाइदिन्छु सबैले नानीले हेरेको छ नमस्ते बुवा नमस्ते ल म त बसेछ अब पहिला सायद मात्र हो कि पैसा पछि बादमा लग्ने हो क्या अच्छा ल भयो एउटा भइसक्छ ल सक्यो अब पक नाते लाउनु त हरायो नाते उभिएरै हो त्यो दुर्गा थापिया पैसा दुर्गा थापिया पैसा लागिरहे जेठ हो हेलो जेठ हो ल जेठ हो खुट्टा नक भयो ल अब आइयो त अब बुवाले उयो लगाए त अब पालाई ल समान साने ल पानी आउनु जस्तो गर्ला छिटो गर्ने छिटो ल ल ल यहाँ यता 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 हामीले लगाम हामीले लगाइदिउँ भने नमस्कार ल टाउकन लगा सबले लाउँदा लाउँदै टाइम पाइन्छ क्या सबले लाउँदा लाउँदै साथ भयो
दुर्गा थालेको पैसा के किन्नुहोस् सब चुडाइदियो तार पैँतालिस पैसा खै लाइभ सबै ट्युब लगाइदिनु पछि गरिनु बसन्ती सामान गरेको छु खाएको छु चलनजी बस्ना दिन अब बुझिसकेका छन् मैले यत्रो जर्थमा गरेको छु एकदम सत सबैले बुहारीहरूले सबैले मलाई सबले हेर्नुपर्छ अब मेरो हात पाखुरा बैसिसकेका छ हेर्छ त त्यसलाई लगाइदिएर भने यहाँ त यसलाई पो एकदम सबैको मायाला भए अनि सबैले नराम्रो कसैले नगरन् ढलाउला भाग्यमानी भए अनि ल एकदम विदेश जाने चानस गरेछ भेट्योस् मेरो नातिलाई अनि सबै एकदम सत मनले तोगेको सोचेको जाए ऊ भेट्योस् काम भेट्योस् दान भेट्योस् दौलत सबैको अगाडि दामा दौलत जानु परोस् मलाई कसै एकदम मलाई कसैको कलेस नहोस् तँलाई जमरा दिन्थे यसलाई मान्छे जन्मदेखि चाहिँ अनि देखेर मान्ने हेर्दिन नजिक्दिन अनि एगाई भन्दा एगाई नडुगाउने लेख्ने पढ्ने एकदम इज्जत राखेर अनि सब जनताको सेवा गर्ने जागिर खाए यतिको आशिक टिकटकमा हाल्नुपर्छ यहाँ खतरा भएर जागिर खाए अनि जनताको सेवा गरे है गर्छ यसले केही गर्छ खोइ पैसा सबैलाई हो सबैलाई बाइकमा जाने हो पालो कसको ल छिटो छिटो पालो लगा बुवाको नानीलाई पनि लगाइदिनु न सुरुमा नानीलाई टिकी लगाऊ अनि पैसा दिउँला अनि त्यसले त अहिले बुबुई गर्ने है हो ल ल यो पनि ल यो यहाँ राखेन गर्नुपर्छ क्या
ठुलो गरिदिन्छु अब बाबालाई पैसा खै अब सब तान्छु अब त्यहाँ सब हालेर आफै जीवन जे गर्दै बाबालाई ठुलो गरिदिन्छु बेबी ठुलो जे गर्दिउ के देखेर मक्ख पर्छ त हातबाट तान्दिन्छ टाउकामा ना गर्ने अब यहाँ यहाँ ना गर्छु खै त जमाउनु छैन छन् खै ल यो गुन्डा डुडुडा भयो के भैया छोड खै त जमाउनु ल्याउनु त टाढैबाट माइला खेल्दा यो अब यसलाई क्यान्सल गरिदिन्छु के गर्नु रोटी खाने हो कि रोटी खाने काम होला कि बुहारी मान्छेले ससुरा लगाइसक्छु होइन होइन कान्छाको यो चाहिँ उसलाई हो है दुईजना सकेपछि यिनीहरू गएर आउँछ छिटो टिका लानुपर्छ नखाइन्छ जाने हौ पछि आइकन खान्छौँ ल ठिक छ टिका यस्तै लाउँछ जेठाजु के भन्छ भेटिन्न नि र अहिले हामी आए पनि अहिले म आए पनि ल गए भयो अहिले फेरि कतिखेर कता जाने हुन्छ थाहा के खाने अहिले फेरि रात पर त्यही गर्नु हामी गइहाल्छ नि गइकन आएपछि जान्छ त्यस्तो कान्छो आएपछि जानु तिम्रो हुन्छ हजुर दादाले गयो सिजाउँदा हुन्छ 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 त्यस्तो पानी परिगयो त्यहाँ हाम्रो पनि पलाङ्गेर बाहिर हुनन् जा दुदै जा सबले टिका लगाइदिन्छ जा पानी आइगयो चाबी किन साह्रो पऱ्यो यता साह्रै छ पानी आएर हैरान भइगयो तिम्रो केही छैन त्यहाँ बाबु सुस्तै गएस् अलिअलि परेको छ यता बसी किन उनीहरू अहिले आउँछन् यहाँ भित्र पनि छन् कि यहाँ भित्र पनि बाहिर मात्र होला न यहाँ भित्र पनि छन् सानो कहाँको सानो आइसाने अनि सब अहिले सबले लाएर आउँदै आउनु फेरि ल ल ल ल ल ल ठोक्दे आत्ता ठोकिन्छ ल ठोक्दे हो ल लगाइदिएँ म यो हात ममा हात धुन टिका पैसा अहिले सबले टिका लगाइदिने तैँले नानीलाई कति दिनुहोस् पैसा नानीलाई दिने नानीको त फर्स्ट दसैँ हो धेरै दिनुपर्छ पैसा 1000 रुपियाँ भोगै मानिছে बिचारीले नानीले के पानी पर्यो कि फाटेको फाट्यो भने आउनु लाग्छ पानी अब छिट जाने हो त के भए त कसरी आउनेछ त कहाँ त्यहाँ जानु छैन इतन लगाइदिन्छ फुलाले लगाइसके त जोल लगाइदिनु त्यो अहिले आयो टिका लगाइदिउँ अब के कोही बेला आउनुहोस् त फेरि बोलाएपछि अहिले यहाँ टिका लगाएर खाने हो क्या तेरो बाल ठिक लगाइदिएको क्या भोग मानिछ कि यसले त हिसादैन यसलाई त खाइने भात खाइछन् ल बस बस नानीले मैले टिटी लगा त्यो भोग मानिनु हो कि खाए मानिस कि आइज टिकलन पैसा लगाउने फेरि अहिले फेरि
नाला टिका लगाइदिने पैसा कमाउन आइसो भने यहाँ त्यो जुराब छरा त्यहाँ राखेको घिनाएर हुन्छ मामा घर जानु बेल घिना मर्न जुराब लाउने हो कहाँ हो त भुवन वहाँ बलाङ्गेट भाइरी थियो के बाहिर राखेको बोलाङ्गे सुगाए यसले आज बिहान उठिन त्यो फेर लगाएर उयो त पल्ट लगाएर अहिले जा भने त्यहाँ जुत्तामा राख त्यो फास्छ छिरा सानो ठुली गर्दैछ मम्मुलाई ठुली गरिदेऊ मम्मीलाई भने लौ मार्नु त मेरो छोरीलाई दुश्मन गाडिन लाग्यो ल यहाँ मोटे गोठ यो मोटे पनि के घाम लाग्यो एकन थौलो भयो जान्छ के भनेको मानेस भनेर आशीर्वाद दिएर सबैजनाले बहुत मुख लगाइन्छ मान्दैन अहिले मुख नलागेस् भन्छ भने मान्न पर्यो अहिले पाला यो छिटो टिटिउन घुमै गर्न भन्दैन बिचारो 5 दिन खान नदिने नि खर्ला खोल्नु भन्छ खुट्टा यस्तो गरान्नन् के बिमा लगाइदिन्छ ओरेट परेट लगाइदिन्छ घोक्दे खुट्टा साथी पनि नगाइदिनु पर्छ त म अहिले जाम भने कहाँ छन् खुट्टा देखा छ ठिक भन्छ अन्त वो हो यो किन कोला यो जानले देश भने ठुला नोट मात्र देश कुनै देश नि सानो नोट सबै जाइला दिए म त तिनी कोही थिएन न भयो घाटा लाग्दैन घर लाग्यो अब बाउला हुन्छ अब बाउला हुन्छ छोरासँग साट्ने पछि तिमी दिएछ अझ चाम्रो लागि छैन अझ को जान्दैन अनिसलाई लगाइदिनु यो सबैलाई दिने भने ठिक्क बनाएको थियो तर कता देश त पैसा सबलाई कान्छे माइली सबले दिए के मैले सब देली सबले दिए यहाँ राख्ने हो के यहाँ हो यस्तो यहाँ थाहा पाइस् सक्यो सबले ल छिटो लगाइदिनु अब ल मामी ढोक बेसी गयो कि नै उलाई छ अब भुवनलाई र ले बाबु मलाई दे अब तेर छिटो जब 13 जना भुवनलाई र यसलाई दिने चाम्रो दिने हो अनिसलाई छ हो ल देश ए लौ जमाना एकन थौलो भयो जान्छ के अलिअलि एकन थोपो लगाइदिनु क्या हुन्छ के हुन्छ एकन फेर भयो जान्छ के ल यो भुवनलाई त्यहाँ छिटो पक्कै ती राखेर कहिले अहिले म लगाइदिन्छु अहिले पैसा त अहिले अरूलाई घर लाग्नु पैसा पछि दिए पनि हुन्छ क्या अनिसले मलाई थोरो दिए भन्ला भोलि पर्सि भाइले मस्त दिए भन्ने लाएर म ठकेले भन्छ अहिले अनिसलाई दिन्छु उलाई भुवनलाई के दिन्छु कता छन् खुट्टा भेटिन्न नि आज त खा के ल यी साधन भातमा खाने फेरि त्यो गर्दा कि चिल्लो यो भुवनलाई देश त्यो अनिसा देश यो भुवनलाई देश त्यो 50 रुपैयाँ प्रडक्ट यहाँ माथि माथि होइन बिगाड गर्दा फेरि यिनीहरूले के तेरा पैसा यति छन् मेरो पैसा यति छन् बल्ला फेरि त्यो झगडा गर्न गर्दा कि फेरि नि चिल्लोले कि चिल्लो कति खाइसक्यो जस्तो ऊ आइयो छिटो लाग्यो छिटो आइज बाबुला भुवन हिँडिन बस त्यतिबाट थालीबाट लगाइदिनु हुन्छ छिटो खै ऊ कहाँ गयो त त्यो कुकर ढिलो गर्ने हो फेरि अर्को आऊ फेरि अर्को आइजान्छ एकन थौलो भयो जान्छ के ओ हिट यहाँ बसाइ छ मोटे दाइस्यो फेरि खै जमा कति अर्को देल भने त्यो बिमिसका देल त्यो उलाई देश त्यो अनिसले के नाम त्यसको नामै मलाई 5 रुपैयाँ मैले नामै बिरिस त्यो उ गराइसक्यो बाङ्गो बाखा छिटो आमा अब खाने ठिका बनाउनु न त अब खाने रोटी खाने हो रोटी खाने होइन अलिअलि सेलरोटी खाने अनि त्यसपछि भात खाने डुडुन्डले ठिका बनाउनु अब लाठी उठाया पैसा पाउने खाऊ त्यही खाऊ भात यता आइस्यो यस्तो बस्छ न त्यो हात जाने जाऊ गराइदियो त्यो छिटो गराएर जान्छ टीको अलिअलि एकन थोपला लगाइदिनु हुन्छ क्या त्यसलाई भात भात खाइदियो अब ढोक देखो त ठुल मम्मीलाई ढोक देखो
नानमा भात खुवाइन मलाई नि यस्तो भोकमा नि अनि ल बुवा नलु एउटा सेलो खायो अलि बस 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 हजुर उठ्न पनि सक्ने बस के छिटो बस सक्छु किन लिएन तेरो बाले लागिरहेको छैन मलाई तेरो बाले मलाई कति दिने हो तेरो बाले लगिन्छ नि लगिदिनु हेर लगिदिनु पहिले ऊ हालिदिनु आफ्नो खल्तीमा हालिदिनु आफ्नो खल्तीमा हालेर त त्यहीँ बस म जान्छु भात खाना उता खानु छोडे त ओइ भइगयो फुला लाउनु के तैँले टिटी लगाइसकेको त तैँले मैले खाना मैले एक फेर लगायो जान्छ के फोटो लगाउनु न खै ल्याउनु म लगाइदिन्छु नि खै त्यो नानी खै त बस बोल अहिले टिका मैले लगाइदिन्छु आन्टी बस के आन्टी नानीलाई ल्याउनु रे बस्यो न बसेर लगाइस्यो अब यहाँ पुरै गन्जा आएको छ ल के लाग्यो पैसा यता राखेको थियो अब बस्छ एउटा खाली भयो भने कस्तो गरिरहेछ अनि तिमीले हात दौ यता आएन नि टिउ लाउने होला लगाइदिनु आठम पर्ला पालै आएको छैन जिउ गर जिउ गरिदिउ हजुर ल नानीलाई भात खुवाइदिउ त म बनाइदिन्छु हात नानी यहाँ टिका लाउने छ त साबुन पानी बेसी हात धो नानीले कहाँबाट है अरे दुईजना लगाइदिन्छ त हामीले पनि त लगाइदिन्छ आन्टीले लगाइदिनेछ भात खाँदै लाउँदै गर्छ ल ढोक्दैछ एक फेर लगायो जान्छ ठिक हो त त्यत्रो सेलरोटी खाली एउटा खाएन यो फेरि ल्याउने एउटा खाएछ कस्तो भोकमा नै जाने बुझा हाल्ने उ निकाल माथि भन्छ ठिक कहाँ ठिक्का भने हेर्छ अङ्कलको मुख त देखाएन ठिका लगाउनुलाई हातमा त देखा ल लगाइदियो अब मलाई लाग्दैन न ए खै अझै आएन नि अनि दिनु बाँकी छ ल लगाइदिए यिनीहरूलाई जाऊ दाबा जाऊ त न ल भात खुवाइ त भात आऊ ल रसमा त आऊ अनिस कति ढिलो गरेर आउनु आइजाऊ तिमी म भिडियो बनाइदिन्छु लगाइदिन्छु हजुर कति ढिलो गरेर त टिक्नु त्यस्तो उल्टो तेरो पालो आउनु तेरो पछि आउने हजुर म पनि छु सबैलाई अब मुखेर लगाइदिन्छ जाने भए सानो कस्तो भन्ने ल बस बस टिका लगाइदिनु जिउ गरिदिउ मोटो ऐसे यहाँ पकाउन यतिकै ओइ त्यहाँ छोपेन कि क्यामेरामा छोपेन हो यतातिरबाट यो हात छोड्छ त्यस्तै पकाउँछ खुट्टा आफ्नो तरिकाले पकाउँछ कि अब त पैसा आइदियो है खुट्टा एकछिन मेरो खुट्टा कस्तो निदायो बाबुलाई लगाइदिन्छ खुट्टा निदाउनु हिँड्न सकेन गुसी बस्छ सानो दादाले त हामीलाई 500 रुपियाँ दिन्छ क्या ओइ पैसा लिइसकेको छैन नि हजुरले अहिले आफूले ल्या भने म त ल्याछु हजुरले भने उसले टिका लगाएर भइहाल्ला नि दिने त्यही जान्छ है
कमाउने मान्छेले त आफै दिने 500 रुपैयाँ 500 रुपैयाँ जमरै बोल्नु ठाउँ छैन तिम्रो कोही बात नहीं नस्तै भइगयो खुट्टा छुटेर भयो हुन्छ ए मैया बात गर्ने मुसी टिका लगाइदिसि हजुर अब हामीलाई नाले हेरेछ यता त साने र हिरो आया छ स्याने र यो मान्छेले त नहोचिएको मलाई पैसा र बस भाउजूलाई राख्न दियो क्या ल मेरो पैसा त्यहाँ छ ल्याइदिनु ल मैले अघि दिएको छु हजुर दुईचोटि पैसा अनि साइयो हजुर कति दिलो अब दादाले लगाइदिन्छ हामीलाई टिका पैसा छ त्यहाँ टिका फेरि पर्स छ त यो 20 को डरीमा नानमा टिका लगाइदियो राखे पैसा किन समाति राछस् अनिसले फुत्काइदिन्छ अहिले पैसा 50 वाला हजुर नाना लगाइदियो त अहिले ल यस्तो एकै फेर यस्तो गर्नु दादा हजुर यो माम खाने गरे मामले बहिनीलाई लगाइदियो अनि काल यही थे तल में लाइदे आनन्द हुन्छ लाइदे के जमारा दिसु जमारा आया ठीक लाइनी एक थोक लाइदे के नानीलाई दुई नानी खुट्टा ठोक्दे खुट्टा ठोक तल में लाइदे एक फेर लाइदे भइहाल्छ ल हात दिस्यो जिउ गर्दिसिन त ठुली गर्दिसि दादालाई ठुली ल एक फेर लाइदे ओ भयो अब जमरा लाइदे पक्यो अब सानो लाइदे एक फेर तैले यो पनि ठुली गर्दिसि दादालाई ठुली गर्दिसि ठुली ठुलो त्यो जमरा उ गरे देखे तान्नेली निस्यो देबेन देसी खुट्टा ठोक नानीको खुट्टा दिस्यो अब यो लाइदे गाठा चाहिँ एकदम सिधा बस्नु नि यता बस के त नानीलाई अहिले पक ओया पैसा ओ खुट्टा ठोक तैले दाइको अर्को मगर खुट्टा माथिले पनि सक्छिन अनुजले राखेको यो उ सानोलाई आइसे बस्छ सानोलाई पनि लगाइदे ल ठ्याक्क भिडियो बनाउन थाहा पाउनु छिटो लगाइसक्र ल हामीलाई लगाइदिन्छ आई खाने लाइदिस नानीलाई खै ल्याउनु त त्यहाँ पैसा खुल्ला डिस्का ल्याउनु खै आइज म लगाइदिन्छु यसलाई मम्मी लगाइदिनु भुवनलाई लगाइदिनु लाग्छु मैले आइज बस छिटो तिम्रो बस अनि बस ल थचक्क बस के किन गाँठा टेकेको छ यसले चाखल मार के चाखल मार पैसा त्यो गर्ने बिचारा खुट्टा ठोक पैसै सम्हाल्न गाह्रो छ अझै पैसा आउने छ निरजले अनिसले अनि भाउजूले दाइले बस क्या ए लगाइदिन्छु के मेरो त पैसा कहाँ राख्ने अघि त भाउजूलाई दिने भन्ने कुरा भएको थिएन र भाउजूलाई दिने पैसा ल र भात खाइदिनु भने ल्याए हेर न अब मैले लगाइदिन्छु अनि रामसँग पढ्ने अलिक है अलि ठुलो मान्छे बन्ने ढाका बन्ने हैन ल भात ल ओ ठुलमा ल बाबु ओए ल बडे मालिक कि चाहिँ एउटा पैसा त्यही दिए न बाबु नानीलाई दियो त त्यो पैसा टिका ला दिएको छैनस् तैँले हो बहिनीलाई दिए अहिले दिम्ला तलाई पर्दो बस क्या त दादासँग बस भाउजूले लगाइदिन्छन् फेरि अहिले 105 रुपैयाँ नानीको है 110 रुपैयाँ यो चाहिँ मेरो हो कि यो डाके त्यो नानाले लगाइदियो त ठुलमा पनि लगाइदिनु छ अहिले के हेरेको छस् नानीलाई कति दिने अघि दिए पैसा खै दिसेन 1200 जति नानीलाई निरजलाई भाइलाई दिने भने दिए पैसा खै लगाइदियो अब यिनीहरूलाई लगाइदिए छिटो यिनै पैसा दिने दिया छ घरमा दिएको छु मैले दक्षिणा त भयो ठुलो धेरै पछि कमाइदेऊला क्या धेरै म त बसी लगाइदिएँ बस्ने बिहान नाना लगाइदियो अब सबै सकिन्छ नि अब अनिस मात्रै होइसिन्छ
भात खुवाउनु भने ल्याइदे टिको लगाइदिइरहन्छ नि पैसा दिएपछि मात्रै ढोक्से लाग्यो लो लो आमा आमा सेल खाली छ सेल खाले छ एउटा सेल भ्याली रहेछ अनि छुटी गर्छ छुटी गर्छ भन्नु पर्छ नि आफै हात दिन्छु मैले अब के हो सक्यो अनिसको पालो बनाला अनि लाइदे खै पैसा दिया तिनी निकाल के होइन तिनटालाई उ त्यो लागि दादा अनिसपछि स्यानेको पालो पैसा दिने गए स्यानेले दिसीको लागि नै लाई दिसीको स्याने लाइदेले अब इन दुईटाको पालो के भनेको रे त्यहाँ के भयो मम्मा जाने अब बहिनीलाई लाइदे पहिला मलाई लाइदिछ त म जान्छु बाहिर लगाइ ओ तपाईँ लाइदे छिटो बहिनीलाई लाइदे लाइदे छिटो एक थोप्लो मात्र लाइदे के नानीलाई एकै फेरा हो त्यति न त्यो जमरा ओइ हैन गो अब यिनो दुईटा जमरा राखिछ नि त उकामा अहिले देला से पहिला टिका लगाइदिनुलाई अब भात खुवाइदिनु लाग्छन् बाहिर ल अर्को पनि जाम बेबी आइसी बाहिर गइकिन खाने मामा बोला नामसिङ लानु मेरो हात त उस धोराउ हात धुन कि रुनाङ जान्छ मैले बो तीन बेर बाहिर आएर खान्छु के हजुरले बाहिर आएर खान्छ म पकाउँछु हजुर खुवाइदिन्छु कति भारी हो धान एउटा छाल पाउनु ए औलाले सब छेक छ खाया अहिले लाइदे के बसाल एकै बेर लाइदे के यो टिको पनि ओइरा छ ताले बरी त्यो आँखामा पर्ला बाबु त्यस्तो लगेन नपोछ के आइ स्याने मुन्दे आइसो भाइ आन्टी धेरै लान्न पैसा ल मोबाइल गरा दुगर मुला मुलामा त थिएर खुट्टा टक त्यसको मोटे लाइदे यो त खाने होइन के लाइदे त्यो उ गरे उ दे रोया लाइदे बाबु लाइदे ल भयो गरे खानेल भात माम खाने टिका डालो सक्यो बेबी टिका डाला भइसकेको छ अब हामीहरु जान्छौँ खुसीपुर एकछिनमा खानासाना खाएर पैसा दादा राख्दिसिन त गाह्रो छ खाबे हुन्छ बल्ल हाम्रो हामी एकछिन टिका लाएर फर्की जाने हो हजुर बल्ल हाम्रो यतातिरको काम सकिएर अब हामीहरू चाहिँ हाम्रो घरतिर जान लाग्छौँ मेरो घरतिर यस्तै ढिला भएको आज 4:15 4:30 हुन लागिसक्यो बाबा मम्मी त मामा घर गइसक्यो पुग्न लागिसक्यो होला हामीहरू अझै यहीँ छौँ यो साल त तास खेलाइ हुन्न केटा के खतरा साउन्ड निकाल्छ त पेट्रोल पम्प खोलेको हुन्छ त मोबाइलले सुन्दिनँ अगाडितिर अब एकैचोटिमा घर गएपछि टिका लाउन लगाएको मात्र भिडियो बनाउँछु होला यहाँ त बाटो त खतरा छ त एकछिन त हामी त तुलसीपुर बजार पुग्न लागिसक्यौँ 100 को स्पिडमा छ हाम्रो बाइक प्लेनमा चढे जस्तो महसुस भइरहेको छ मलाई कमेन्ट गर्दा हुन्छ नि पुरै तोपमा चलिरहेको छ हाम्रो बाइक पानी पर्छ होला आज भनेको धन्न पानी चाहिँ परेन एकछिन परेर एकैछिन परेर चाहिँ भुवन सरलाई दौड घरमा कपडा राख्नुलाई पेट्रोल राख्ने हो फर्किने बाटो रजाउनु दुईजना ओके
ल के हुन्न मम्मी 7 चोटि लगाइदिनु पर्छ ओ आगे एउटै धर अच्छा ल अब के हुन्न भिडियो बनाइस